हेलो हेलो गुड मर्निङ नमस्ते शुभ प्रभात सबैमा परदेशी जिन्दगी हाल मलेसियाबाट बिहान उज्यालो नछाउँदै कम्पनी आइपुगिन्छ। आउँदा एकदम फुर्ती फार्तीका साथ आइन्छ, बेलुका जाँदा फेरि मनै मरिसकेको हुन्छ, कामले गलेको हुन्छ। त्यसैमाथि बेलुका के पकाएर खाउँ भन्ने टेन्सन त्यसै हुन्छ हैन। बिहान आउँदा उज्यालो नहुँदै आउने हो, एकदम उज्यालो छिर्नै पाउँदैन। जब उज्यालो राम्रोसँग छिर्छ ड्युटीतिर लाग्यो, ड्युटी गर्यो, फेरि बेलुका जाँदा उज्यालो सकिसकेपछि अँध्यारो बस्दै गर्दा निस्किनु पर्ने हुन्छ। यस्तै छ, यसैलाई नै परदेश भन्दो रहेछ। एकचोटि परदेश नभोगेकोले परदेशको रहर गर्नेले यो भिडियो हेर्नु होला, कस्तो हुँदो रहेछ है भन्न चाहन्छु। भरेमा सकेसम्म बेलुका ड्युटीबाट निस्किँदै गर्दा रुम पुग्दाको पनि अथवा रुम जाँदै गर्दा रुम गएको पनि भिडियो हाल्नेछु मिलाएर, सानो ब्लग जस्तो बनाएर है त। फर्किँदै गर्दा है, अहिले बिहान सायद कसैले पनि चिन्नु भएको थिएन, अब फर्किँदै गर्दा चिन्नुहुन्छ। ड्युटीबाट फर्किँदै गर्दा हेर्नु त कस्तो छ स्थिति, पसिनै पसिना भएर काम गरेर। ल हेर साथी है, ड्युटीबाट रुम फर्किँदै गर्दाको अवस्था अनुहारमा नचमक्छ नझमक्छ होइन। दिनभरि जोतेको कुरो बिहान जाँदा होक्का होक्का गर्दै जान्छ, बेलुका आएपछि दिएको हो नि त्यही बेलुकाले। के भन्छ अरे यो बिहान जाँदा बरहरू हक्का हक्का गर्छ अरे, बेलुका फर्किँदा चाहिँ मुन्टो घोसे पारेर हिँड्छ अरे होइन। दिनभरिको थकाइले त्यस्तै हुन्छ, यहाँ पनि त्यस्तै भएको छ है त। ल हाम्रो होस्टेलतिरको भ्यू यस्तो छ। यो होटेल हो, जिने होटेल। यहाँबाट यता यो एउटा होस्टेल छ यहाँनिर होइन। सुनसान छ, सन्डे बजार केही पनि लागेको छैन, यस्तो छ अवस्था। सन्डे बजार लाग्ने एरिया यही हो, लागेको छैन। ईदले गर्दाखेरि, ईदको प्रभावले गर्दाखेरि सन्डे मार्केट लाग्ने सुनसान छ। सन्डे बजार केही पनि लागेको छैन, यस्तो छ अवस्था। सन्डे बजार लाग्ने एरिया यही हो, लागेको छैन। ईदले गर्दाखेरि, ईदको प्रभावले गर्दाखेरि सन्डे मार्केट लागेन भन्ने बुझ्नु पर्यो गाइज।